जनताको नजिकको सरकारको रूपमा स्थानीय सरकारलाई लिने गरिन्छ। यहाँ माण्डवी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएको पनि 3 वर्ष बितिसकेको छ। विशेष गरेर संविधान स्थानीय सरकार सञ्चालन ऐनले उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी पनि दिन्छ। न्याय सम्पादनका कामहरू माण्डवी गाउँपालिकामा के कसरी अगाडि बढिरहेका छन् यसबारेमा भनिदिनु न। धन्यवाद छ यो प्रश्नको लागि। विशेष गरिकन हामीले स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसार न्यायिक समितिको संयोजक चाहिँ को व्यवस्था रहेको छ। त्यसमा चाहिँ उपाध्यक्षले कार्य सम्पादन गर्ने भन्ने त्यसमा प्रश्न लेखेको छ र क्षेत्राधिकारको विषयमा जति क्षेत्राधिकार दिएको छ, तर हामी कानुनको विज्ञता नभएको कारणले र स्थानीय तहमा कानुनसँग सम्बन्धित चाहिँ यो हामीलाई न्यायिक सम्पादन गर्नलाई कानुन अधिकृतको अभावले गर्दाखेरि जसरी चाहिँ सहज र सर्वसुलभ रूपमा जनताले कानुनी सरसल्लाह पाउनुपर्ने न्यायिक सम्पादन गर्नलाई केही अप्ठ्यारो चाहिँ महसुस भएको छ। तर पनि जिम्मेवारी पाइसकेपछि अप्ठ्यारो मान्न पनि भएन। त्यस कारणले हामीले हाम्रो क्षेत्राधिकारभित्र रहेका मेलमिलाप गर्नेदेखि फैसला गर्ने र हामीले हाम्रो क्षेत्राधिकारभन्दा बाहिर भएका मुद्दाहरूलाई हामीभन्दा माथिल्लो निकाय अदालतमा पठाउने चाहिँ सिफारिस गरेका छौँ। विशेष गरेर माण्डवी गाउँपालिकामा यो न्यायिक समिति समक्ष कस्ता खालका समस्याहरू लिएर यहाँका स्थानीयवासी यो हामीसँग धेरै मुद्दाहरू त यो सम्बन्ध विच्छेदसँग पत्नीसँग जोडिएका घटनाहरू आएको छ। यो विशेष गरिकन बाल विवाहको प्रभाव हो भन्ने गरेको छु मैले। यो बाल विवाहको समयमा चाहिँ यो उमेर नपुगिकन विवाह गर्ने अनि त्यसपछि चाहिँ उमेर पुगिसकेपछि झैझगडा सुरु भयो भने यसले चाहिँ अलिकति अप्ठ्यारो पर्ने बुढाबुढी दुईजना बिचमा विशेष झगडा चाहिँ बढी नै त्यही मुद्दाहरू आएको छ। र त्यसको साथसाथै हाम्रो चाहिँ लेनदेनका कुरा हामीले नहेरे पनि यी थोरै लेनदेनका मुद्दा अनि चाहिँ यो ज्येष्ठ नागरिकहरूलाई पालन पोषण नगरेको अनि 7 किल्लाहरूको बिचमा मिचिएको विषयहरूमा आउने गर्छ। हाम्रो संविधानले दिएको अधिकार, स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार र हाम्रो समुदायमा घट्ने तपाईँले भनेका जस्ता घटनाहरू घट्ने विषयमा मेलमिलापलाई अलिक प्राथमिकता दिने पनि भनिन्छ। मेलमिलापको पाटोलाई कसरी समस्याहरूलाई समाधान गर्दाखेरि मेलमिलापलाई कतिको जोड दिने गरिएको छ? होइन, हामीलाई पहिलो प्राथमिकता त हामी मेलमिलाप नै राखेका छौँ र पहिलो प्रयासमा हामीले सकेसम्म हाम्रो क्षेत्राधिकार भए पनि मेलमिलापै हो। मेलमिलाप हामीले मेलमिलापकर्ताहरू पनि स्थापना गरेका छौँ। हामी चाहिँ 33 जना चाहिँ मेलमिलापकर्ताहरू सूचीकृत हुनुहुन्छ। उहाँ लगायत हामीले पालिकाबाट पनि हाम्रो न्यायिक समिति कार्य सम्पादनको 3 जना, मेरो समेत 2 जना अरू थप सदस्यहरू हुनुहुन्छ। हामीले मेलमिलाप पनि पहिलो प्राथमिकता दिएका छौँ। यो न्यायिक समिति सँगसँगै अलिकता विषय प्रसङ्ग पनि बदलौँ। यो 3 वर्षीय जनप्रतिनिधिको कार्यकाल बिताइरहँदाखेरि माण्डवी गाउँपालिकाको समग्र विकास कुन गतिमा, कुन दिशामा अगाडि बढेको छ जस्तो लाग्छ यहाँ? पहिलो यो एकदमै फेरि हाम्रो महत्त्वपूर्ण कुरा उठान पनि गर्नु भएको छ। विकास भन्ने कुरा अहिले पछिल्लो चरणमा भौतिक पूर्वाधारलाई मात्रै विकास भने चाहिँ मेरो धारणा अलिकति फरक छ। फेरि यो सामाजिक मेरो चाहिँ मलाई कस्तो लाग्छ, म एउटा अपाङ्गता क्षेत्रबाट आएको भएर पनि होला, यो चेतनाका कुरा, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य र महिलाहरूका चाहिँ क्षमता विकासका कुराहरू, यसलाई चाहिँ मैले चाहिँ अलिकति बढी जोड गरेँ। विकास निर्माण पूर्वाधारका कुराहरू, त्यो कर्मागत हुने कुराहरू हामीले नचाहेर पनि भएका छन्। कैयौँ बाटाघाटाहरूको कुराहरू पनि भएका छन्, भवन निर्माणका कुरा पनि भएका छन्। तर त्यसको साथसाथै हामीले यो कानुनी सचेतनाका कुरा, क्षमता विकास, अपाङ्गता भएका व्यक्तिहरूलाई हामीले अपाङ्गता न्यूनीकरण कसरी गर्न सकिन्छ, पछाडि परेका वर्गहरूलाई कसरी चाहिँ हामी बढी चाहिँ यो चेतनाकोमा अलिकति बढी चाहिँ जोड गरेका छौँ। यहाँले महत्त्वपूर्ण विषय प्रसङ्ग उठान गर्नुभएको छ। भौतिक पूर्वाधार विकाससँगै सामाजिक सचेतीकरणका कार्यक्रमहरू, क्षमता विकासका कार्यक्रमहरू पनि अगाडि बढाइरहेका छौँ भन्नुभएको छ। खास गरिकन कस्ता खालका गतिविधिहरूमा प्राथमिकता दिएको छ यस क्षेत्रमा? मैले भनिहालेँ, अपाङ्गता, ज्येष्ठ नागरिक, महिला सशक्तिकरण, यो चाहिँ दलित पछाडि परेको वर्गहरूलाई कसरी अगाडि लिन सकिन्छ, अनि यो बालबालिका, बाल विकास न्यूनीकरण, यही नै हो पहिलो प्राथमिकता। हामीले जबसम्म हामीले चेतनाको विकास गर्दैनौँ तबसम्म हामी जति नै चाहिँ भौतिक पूर्वाधार गरे पनि यसले खासै अर्थ राख्दैन जस्तो लाग्छ।
स्थानीय सरकारको यहाँले प्रत्यक्ष उपाध्यक्ष भएर अनुभव गरिरहँदाखेरि स्थानीय सरकार सञ्चालनका प्रमुख चुनौतीहरू के हुन् जस्तो लाग्छ यहाँ? चुनौती त कैयौँ चुनौतीहरू छन्। हामीले सिंहदरबार घर घरमा भने पनि छौँ होइन, तर यो जति चाहिँ यो सङ्घीयताका कार्यान्वयन चरणमा अझै पनि हामी आएको चाहिँ 3 वर्ष भइसक्यो, झन्डै नेपालमा संविधान जारी 8 वर्ष भइसक्यो। एक कार्यकाल बिताएर दोस्रो कार्यकाल पनि सकिँदै गर्दा कैयौँ ऐन कानुनहरू नबन्दा अहिले संहितामाथि एउटा कुरा त मूल प्रश्न चिन्ह खडा भएको छ। तपाईँले देखिरहनु भएको छ, राजनीतिप्रति वितृष्णा पैदा भएको छ। यो के हो भने सिस्टममा जुन चल्नुपर्ने थियो विधि विधान यो पद्धति अनुसारले चल्नुपर्ने कुराहरूले यो समयमा ऐन कानुनहरू नबन्दा हामीले गर्नुपर्ने नीतिगत रूपमा कैयौँ सुधार गर्नुपर्ने कुराहरू छ। यो नीतिगत रूपमा सुधार हुनुपर्ने कुराहरू सुधार नहुँदाखेरि धेरै चुनौतीहरू छ। वित्तीय सुशासनको कुरा गर्दै गर्दा आर्थिक चाहिँ हामी कहाँ स्थानीय तहलाई जति बजेट आउनुपर्ने त्यो बजेट पनि चाहिँ संहिता सँगसँगै चाहिँ आर्थिक संहिता पनि आउनु पर्थ्यो, त्यो चाहिँ आएको छैन। त्यसले गर्दाखेरि विकासको कुरा गर्दै गर्दा सबै कुरा जोडिने अर्थसँग जोडिन्छ। अर्थसँग जोडिँदै गर्दा जनताका आवश्यकताहरू आर्थिक चाहिँ जुन कटौती पनि भएको छ पछिल्लो चरणमा हामी तपाईँले देख्नु भएको छ। करिब 60 अर्ब बजेट चाहिँ सबै स्थानीय तहको प्रत्येक वर्ष जस्तो कटौती गर्दै आएको छ। यसले गर्दाखेरि चुनौती त कति छ यो तपाईँले देखिरहनु भएको छ। धेरै कुराहरू अब यो सामाजिक सञ्जालहरूमा पनि आइरहने कुरा, राजनीतिप्रति वितृष्णा, नयाँ पार्टीहरूको चाहिँ उदय हुने कुराहरू पनि यो एउटा संहिता चाहिँ पूर्ण रूपमा कार्यान्वयन नहुँदाखेरि यो अवस्था सिर्जना भएको छ। हुन्छ, यो राजनीतिक प्रसङ्ग अलि केही बेरमा जोडौँला। अहिले जोड्न खोजेको तपाईँले अघि पनि भन्नुभयो हामीसँग कानुनी केही अडचनहरू पनि छन्, अझै पनि कानुनले पूर्णता पाउन नसकेको कारणले स्थानीय सरकार सञ्चालनमा समस्या पैदा भएको छ पनि भन्नुभएको छ। यहाँ त प्रत्यक्ष गाउँघरमा माण्डवीवासीका घर बस्ती टोलसम्म पनि पुग्नु भएको छ। गाउँपालिकामा प्राप्त हुने स्रोत र जनअपेक्षाहरूको तारतम्य कतिको मिलेको जस्तो? एकदमै यो स्रोत र यो जनताको चाहना चाहिँ तारतम्य मिलेकै छैन। अब मैले के गर्नुपर्छ भन्दा पनि जनताको दायित्व के हुनुपर्थ्यो भने राज्यप्रति जिम्मेवार हुनुपर्ने र सरकारप्रति चाहिँ उत्तरदायी हुनुपर्छ। राज्यले हामीप्रति चाहिँ लगानी गर्दै गर्दा हामीले पनि सरकारप्रति केही दायित्व हुनुपर्छ भन्ने जुन चाहिँ एउटा जिम्मेवारी वहन गर्नुपर्थ्यो त्यो ठिकै नमिल्दाखेरि यो बजेटको तारतम्य त चाहिँ मिलेकै छैन। माण्डवी गाउँपालिकाले गर्ने गतिविधिहरू कार्यक्रमहरूमा वार्षिक बजेटहरूमा जनसहभागिता कतिको हुन्छ? यो एकदमै यही नै छ समस्या। जनसहभागिता त हामीले सुन्ने नै जस्तो मानेका छौँ। अब यो अलिकति लामै कुरा छ, तपाईँलाई समय सबै कुरा भन्दा पनि होला। यही राजनीतिक वितृष्णा साना योजनाहरूमा यो राजनीतिक पूर्वाग्रही ढङ्गबाट राजनीतिबाट जितेर आएका जनप्रतिनिधिहरूले साझा बन्ने प्रयास गर्नु भएन। हुनुपर्ने थियो साझा बन्न पर्थ्यो, तर साझा बन्ने प्रयास नगर्दा यो जनसर्वधान शून्य भएको छ। हामीले गाउँपालिका मार्फत सीमित स्रोत र साधनका बावजुद पनि गाउँपालिकाले गर्ने कामहरू नमुना कामहरू के हुन् जस्तो लाग्छ यहाँको कार्यकालमा? नमुना कामहरू हामीले सबैभन्दा बढी शिक्षामा लगानी गरेका छौँ। यो शिक्षाको परिणाम आउन अलिकति समय लाग्दो रहेछ। यसले गर्दा अलिकति बढी शिक्षामा जाँदाखेरि हामीले कैयौँ कामहरू पनि गरेका छौँ। उत्पादनमा जोडिने कुरा, पूर्वाधारका कुरा, स्वास्थ्य बिमाका कुरा पनि गऱ्यौँ। पहिला चाहिँ सबैको विशेष अहिले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य बिमाका कुरा, उपचारका कुराहरू, अपाङ्गमाथि शौचालय बनाउने कुराहरू हामीले साना कुरा ठुला काम नगरे पनि साना कुराहरू चाहिँ फेरि जनताका चाहना पनि धेरै ठुलो भवन बन्दै हुन्थ्यो, ठुला बाटाहरू बनाए हुन्थ्यो भन्दा पनि साना कुराहरू, उहाँका सचेतनाका कुरा, क्षमता विकासका कुरा, अनि बालबालिकाहरू सहज रूपमा चाहिँ अध्ययन अध्यापन गर्ने कुरा र स्वास्थ्यसँग जोडिएका कुराहरूलाई पहिलो प्राथमिकता यतातिर गर्दा ठुला पूर्वाधारका कुरा देखेको छैन, तर काम चाहिँ धेरै राम्रो कामहरू गरेको छ। यहाँले भनिहाल्नुभयो शिक्षाको क्षेत्रमा प्राथमिकता दिएका छौँ भनेर। अहिले माण्डवी गाउँपालिकाको शिक्षाको विषय लिएर निकै चर्चा पनि छ। सम्बन्धित विषय शिक्षकहरू आवश्यकताका आधारमा विद्यालयमा सरुवा भएन भन्ने पनि गुनासो छ। खास समस्या के हो शिक्षाको? यो एकदमै जल्दोबल्दो सबैभन्दा महत्त्वपूर्ण कुरा र माण्डवीको सबैभन्दा बढी चर्चाको विषय उठाउनु भएको छ। यसलाई
तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। वास्तवमा हामीले गाउँसभा यो शिक्षक दरबन्दी विद्यार्थीको अनुपातमा हामीले शिक्षा ऐन बनाएका छौँ। 2080 हामीले जारी भइसकेको छ। यही ऐनलाई नै हामीले कार्यान्वयन गर्ने चरणमा तहगत रूपमा कतिपय विद्यालयहरू हाम्रो चाहिँ निम्न माध्यमिक विद्यालयहरू प्राविका शिक्षकहरूले चलाइरहनु भएको छ। निमाविकै दरबन्दीबाट तहगत विषयगत मिलाउने पहिलो चरणमा हामीले सुरुवात चरणमा छौँ। यो दरबन्दी मिलान गर्ने चरणमा पहिलो चरणमा भएको हुनाले अलिकति विवाद आएको छ। यसलाई जति तपाईँले सुनेको जस्तो यसलाई हुबहु चाहिँ के हो भने हाम्रो चाहिँ दरबन्दी मिलान गर्ने र तहगत रूपमा मिलाउने, विद्यालय मर्ज गर्ने। तपाईँले देख्नु भएको छ पछिल्लो चरणमा त 54% जन्मदर पनि घटेको चाहिँ आएको छ। यसले गर्दाखेरि विद्यार्थीको अनुपात कर्मश हिजोको 10 वर्ष अगाडि 5 वर्ष अगाडिका जति विद्यार्थीहरू चाहिँ हुनु त्यसको चाहिँ करिब आधा विद्यार्थीहरूको चाहिँ माण्डवी गाउँपालिकामा घट्दो अवस्था छ। यो शिक्षक विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्ने कुरा एउटा हुन सक्छ। अर्को विषय चर्चामा रहेको अथवा हामी सामाजिक सञ्जालहरूमा पनि देख्ने गरेको एउटा विशेष शिक्षक आवश्यकता थियो अथवा विद्यालयले माग गरेको थियो, तर गाउँपालिकाले अर्कै विशेष शिक्षक पठायो। एकदमै यसलाई तरङ्गित बनाएको छ। यसलाई चाहिँ विषयगत यो चाहिँ यसलाई अलिकति अलमल लाउने, धुम्म ल्याउने। अब तपाईँले सुन्नुभयो होला 84 पनि आइरहेको छ। कोही चाहिँ राजनीति, कोही राजनीतिक दलहरूलाई राजनीति खेल्ने भएको छ। तर चाहिँ हामीले कतै न कतै अब जस्तो विषयगत रूपमा तपाईँले भन्नुभयो काहीँ अङ्ग्रेजीको नेपाली जानु पर्नेमा अङ्ग्रेजी जानु भएको होला। यो निमाविकै शिक्षकहरूलाई हामीले चाहिँ हामीसँग जम्मा 8 जना मात्रै हुनु त 6 वटा चाहिँ निम्न माध्यमिक विद्यालय भएको हुनाले 6 जनाले चलाउँदाखेरि काहीँ न काहीँ नेपाली पनि अङ्ग्रेजी पढ्नु भएको छ। तर हामीले फेरि पुनः चाहिँ उहाँहरूलाई त्यो सबै विषयहरू चाहिँ मिलाउने चरणमा छौँ। अब यो त समय लागिहाल्छ नि। यो दरबन्दी मिलानका कुरा अब सबै चाहिँ घरमै आएको कुराहरूलाई पनि अलिकति टाढा जाँदाखेरि कतै न कतै अप्ठ्यारो भयो कि अपमानित भयो कि भन्ने कुरा भएको छ। यो चाहिँ उहाँहरूलाई यो तपाईँले मिडिया मार्फत के पनि जानकारी गर्न चाहन्छु भने यो अनावश्यक रूपमा भ्रम सिर्जना पैदा भएको छ। आम नागरिकहरूलाई यो भ्रममा नपर्न अनुरोध गर्न चाहन्छु। तपाईँहरूको समस्या, जनताको समस्या, विद्यालयमा परेका समस्याहरू त्यहाँको व्यवस्थापन समिति आउने होला नि त। कोही चाहिँ कुनै व्यक्ति विशेष आउनुभन्दा त्यहाँको व्यवस्थापन समिति, त्यहाँको अभिभावकले चाहिँ मिलेन भन्ने होला नि त। तर यहाँ के भने बाहिर चाहिँ अलि यो भएन ऊ भएन भनेर अलि अतिरञ्जित रूपमा चाहिँ लाने प्रयास गरिरहेको छ। यो चाहिँ एकदम गलत छ। हुन्छ, यहाँले अघि प्रसङ्ग जोड्नु भएको स्थानीय सरकार सञ्चालन गरिरहँदाखेरि जनप्रतिनिधिहरू कुनै राजनीतिक दलबाट विजयी भए पनि जनप्रतिनिधि भइसकेपछि त्यस अनुसारको भूमिका निर्वाह गर्न नसक्दा समस्या पैदा भयो भन्नुभएको छ। खास गरिकन राजनीतिक समस्या चाहिँ के पैदा भएको हो? समस्या हामीमा यो कस्तो भएको छ भने सबैले आफ्ना क्षेत्राधिकारको विषयमा वाद त्यहाँ सबै व्यवस्था गरिएको छ। कसको भूमिका के रहने भन्ने विषयमा अलिकति अध्ययन नगर्दा, त्यो जानकारी नहुँदाखेरि शासन र प्रशासन चाहिँ एउटै व्यक्तिले चलाउने प्रयास भएको छ नि स्थानीय तहमा। यसले गर्दाखेरि काहीँ न काहीँ चाहिँ यो समस्या पैदा भएको छ। यो माण्डवीमा मात्र नभएर यो देशैभरिको समस्या। खास यसलाई सुधार कसरी गर्न सकिएला? यो सुधार गर्ने कुरा त मैले चाहिँ यो आफ्नो क्षेत्र आफ्नै चाहिँ जस्तो उपाध्यक्ष काम क्षेत्राधिकार सबैको आफ्नो बाटोमा हिँड्ने हो भने कहीँ समस्या हुँदैन। तर यहाँ आफ्नो बाटोमा नहिँडेर अर्काको बाटोमा हिँड्दाखेरि चाहिँ समस्या पैदा भएको छ। कतिपय गाउँपालिकाहरूमा हामीले देख्ने गरेका छौँ जनप्रतिनिधि र कर्मचारीहरूको तारतम्य नमिल्दाखेरि गाउँपालिकाले सोचेअनुसारको सेवा प्रवाहमा अथवा विकास निर्माणका कार्यक्रमहरूमा बाधा पुगेको पनि देख्ने गरेका छौँ। माण्डवी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरू बिचको सन्तुलन कायम गर्ने कुरा अथवा सँगसँगै काम गर्ने कुराहरूलाई कसरी? होइन, हाम्रो त त्यति विवादित भएको जस्तो लाग्दैन। यो कसकै चाहिँ एकाध अलि छेटपुट घटना बाहेक चाहिँ कर्मचारी जनप्रतिनिधिको तारतम्य त मिलेको छ। तर कहाँनिर चाहिँ समस्या भइदिन्छ भने कहिलेकाहीँ विकास निर्माणका कुराहरू योजनाहरू सम्पन्न भइसकेका हुन्छ। अनि सम्पन्न भइसकेपछि भुक्तानीको लागि फाइलहरू आएको हुन्छ। तर चाहिँ सङ्घीय सरकार र प्रदेशबाट आउन पर्ने बजेटहरू समयमा नआउँदाखेरि यो दबाब कहाँ पर्छ भने कर्मचारीप्रति पर्छ। भुक्तानी दिनुपर्ने त उता प्रशासनले हो। त्यसले गर्दाखेरि काहीँ न काहीँ फेरि चाहिँ दबाब जाँदाखेरि अब यो अलिकति कन्ट्र्याक्सन हुने। अब हामीले त प्रश्न बुझेका छौँ पैसा नभएपछि भुक्तानी दिन। तर कतिपयले के छ भने यिनीहरूले चाहिँ दिएन सकेनन्
भन्ने खालको चाहिँ यो बुझाइले गर्दाखेरि पनि समस्या पैदा भएको छ। तपाईँ त योजना अनुगमनको संयोजक पनि हो। स्थानीयवासीहरूले अथवा भनौँ उपभोक्ताहरूले माण्डवीवासीहरूले अलि दबाब दिनुभयो भने कर्मचारीहरूलाई कतिको दबाब दिनुहुन्छ भुक्तानीका लागि? नै भुक्तानी हामीले त हामी पनि ज्ञान सबै छैन, हामीसँग जो हुनुपर्ने हामीले त नजरले मात्रै हेर्ने हो। प्राविधिक हामीले जो प्राविधिक इस्टिमेट अनुसार छ गुणस्तरीय काम भएको छ भने हामी सहज ढङ्गबाट गर्छौँ, होइन भने त्यसलाई सुधार गर्ने हो कि त्यसलाई पुनर्निर्देशन गर्नुपर्ने हो कि यसले चाहिँ अलिकति सशक्त रूपमा चाहिँ पारदर्शी रूपमा लाने प्रयास गरिरहेको छौँ। अहिले निकै चर्चाको विषय पनि छ भालुवाङ प्युठान रोल्पा सडक खण्ड, यो सडक खण्डको विस्तार गर्ने कुराहरू, रोड सडक सुरक्षाका कुराहरू पनि निकै चर्चा परिचर्चा हुने गर्दछ। धेरै भाग माण्डवी गाउँपालिकामा पनि केही भाग पर्छ। माण्डवी गाउँपालिकाभित्र मुख्य सडकलाई विस्तार गर्ने, बजारको व्यवस्थापन गर्ने, सडक विस्तार गर्ने विषयमा के योजनाहरू बनाउनु भएको छ? हामी अगाडि बढिरहेको छौँ। गत वर्षदेखि हाम्रो मेन चाहिँ हाम्रो मात्रै नभएर सिङ्गो चाहिँ प्युठान जिल्ला रोल्पा प्युठान अरेखाँचीसम्म जाने केन्द्रबिन्दु यो जसपुर बजार जो माण्डवी गाउँपालिका केन्द्रबिन्दु पनि रहेको छ। यो क्षेत्रमा हामीले गत वर्षदेखि थोरै केही 300 मिटर जति बाटो सुरुवात पनि भएको छ। सडक विभागलेसँग समन्वय गरेर सडकले नै विस्तार गर्ने क्रममा सहज रूपमा त्यति चाहिँ भएको छ। अप्ठ्यारो बाधा अवरोध केही आए तापनि पछि चाहिँ हामीले उहाँहरूलाई कन्भिन्स गरेर चाहिँ भएको छ। यो वर्ष केही चाहिँ फेरि पुनः ठेक्का पनि लागिसकेको छ। बाटो सडक विस्तारको लागि हामीलाई त्यस्तो अप्ठ्यारो चाहिँ सिर्जना भएको छ। स्थानीय सरकारहरूलाई बलियो गराउनका निम्ति आन्तरिक आम्दानीका स्रोतहरू पनि महत्त्वपूर्ण पाटो हो। माण्डवी गाउँपालिकाका आन्तरिक स्रोतका पाटाहरू के हुन्? अब हाम्रो आन्तरिक आम्दानीका पाटाहरू त यो प्रदेशले पनि अलिकति केही स्रोतहरू प्रदेशले पनि कब्जा गरिदिने, सङ्घले पनि कब्जा गर्ने। अब हाम्रो त जे जग्गाको तिरेका होइन फर्महरू दर्ता सूचीकृत भएका सम्पत्ति कर, पहिलो कुरा त सम्पत्ति करका कैयौँ दायराहरू पनि छन्। बिस्तारै हामीले गत वर्षभन्दा यो वर्ष कर्मिक रूपमा चाहिँ सुधार गर्दै यसलाई कसरी चाहिँ स्थानीय तहको आम्दानी बढाउन सकिन्छ भन्ने कुरामा मेन कुरा त हाम्रो सम्पत्ति नै आयकर पनि त्यही नै हो। अरू बाल करहरू, नदीजन्य पदार्थ पनि फेरि कानुनले काहीँ अप्ठ्यारो पारिदिएको छ। यो नदीजन्य पदार्थ बिक्री वितरण बापतको यही नै हो हाम्रो। अहिले नेपाल सरकारले भदौ महिनाभित्र सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको विवरण अद्यावधि गर्ने भनेको छ। धेरै पालिकाहरूबाट यो विवरण अद्यावधिका निम्ति चाहिँ आफ्नो पालिका अथवा वडा क्षेत्रभित्रभन्दा बाहिर जहाँ आफ्नो पालिकावासीहरू हुनुहुन्छ सहरहरूमा जाने, त्यस्तै देश बाहिर भारतसम्म पुग्ने भन्ने खालका चर्चाहरू पनि छन्। सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको अवस्था माण्डवी गाउँपालिकाबाट पनि वडा कार्यालय दाङ जिल्लामा गएर सेवा दिएको भन्ने सुनेका छौँ। खास यो ठिक हो अथवा यो कसरी कार्य सम्पादन गरिरहेको छ? अब ठ्याक्कै अहिले तत्कालको लागि त एकदमै राम्रै होला। यो जनताले पाउने सेवा सुविधा घर घरैबाट पाउने कुरा एकदमै एउटा कुराले त राम्रो पनि हो। तर यसले दीर्घकालीन रूपमा यसले प्रभाव ठुलै पार्छ कि भन्ने चिन्ताजनक विषय हो। धेरै विश्लेषण पनि भएको छ। अब सबै गाउँ छोडेर जाने अनि सबै सेवा सुविधा जहाँ बस्नु भएको छ कोठा कोठा जाने, घर घर जाने, टोल टोलमा जाने, त्यसले गर्दाखेरि जुन हाम्रो पालिकाप्रति हाम्रो जन्मथलोप्रति जति माया हुनुपर्ने यो चाहिँ बिस्तारै झन् अझै चाहिँ यो पलायन हुने बसाइसराईको डरलाग्दो घटना अझै सिर्जना हुन्छ कि भन्ने चाहिँ यो सम्भावना चाहिँ छ। यहाँहरू निर्वाचित भइसकेको 5 वर्षीय कार्यकालमध्ये 3 वर्ष लगभग पुरा भइसकेको छ। अब बाँकी 2 वर्षीय कार्यकाल छ। अबको कार्यकालभित्र यो काम गर्छु भन्ने यहाँका योजनाहरू के छन्? नै अब हामीले यो काम गर्ने भने त केही निर्माणकै कामहरू फेरि यहाँ जनतालाई ठ्याक्कै के भनिदिनु पर्ने नि, म यो बाटो बनाउँछु, म यो भवन बनाउँछु भनेपछि विकास हुँदो रहेछ। अब हामीले केही बाटोहरू बहुवर्षीय आयोजना पनि गरेका छौँ। पहिलो कुरा त हामी दरबन्दी मिलान यो शिक्षा क्षेत्रमा एकदमै सुधार गर्नुपर्ने कुरा, यो देशैभरिको समस्या हो। फेरि यो हाम्रो मात्रै समस्या नभएर यो उपलब्धि हो जस्तो लाग्छ। विद्यालय मर्ज गर्ने र दरबन्दी मिलान गर्न सकियो भने यो जति चाहिँ शिक्षा क्षेत्रमा हामीले करिब 33%
बजेट विनियोजन भएको छ। यो बजेटले अरू चाहिँ विकास निर्माणमा लगाउन सकिन्छ कि भन्ने कुरा, त्यो नै हामीले यसलाई लागु दरबन्दी मिलानलाई गर्न सकिन्छ एउटा त्यो उपलब्धि। खेलकुद मैदानसम्म जाने बाटोहरू, यता 2 नम्बरमा पनि केही बाटाहरू पनि बनाएका छौँ हामीले। बनाउने तयारी, बहुवर्षीय ठेका उदयपुरकोट 3 नम्बर हुँदै चाहिँ उदयपुरकोट स्वर्गदारी, लक्षित स्वर्गदारी जोड्ने त्यो बहुवर्षीय ठेकाहरू छ। त्यो विकास निर्माण हुँदै गर्छ। मेरो काम भने म चाहिँ सशक्तिकरणमै हुन्छ। मेरो 2 वर्ष अझै पनि 2 वर्ष छ। म त मैले त भनिहालेँ, अब आफै अपाङ्गता भएको हुनाले यो पीडा चाहिँ जति चाहिँ मैले भोगेको छु, अब आउने पुस्ताले र अब आउने बालबालिकाले यस्तो मैले जस्तो चाहिँ अपाङ्गता हुने यो पीडा चाहिँ कसैले भोग्न नपर् भन्ने हिसाबले नै म चाहिँ यो सामाजिक सचेतना, सशक्तिकरण, बालबालिकाहरूलाई कसरी चाहिँ चेतनाको चाहिँ विकास गर्न सकिन्छ, बालविकार न्यूनीकरण कसरी गर्न सकिन्छ, महिलाहरूको चाहिँ आम्दानी कसरी वृद्धि गर्न सकिन्छ, यो स्वास्थ्य कसरी सर्वसुलभ बनाउने, शिक्षालाई कसरी सर्वसुलभ बनाउने भन्ने चाहिँ मेरो चाहिँ पहिलो प्राथमिकता। विकासतिर बाटाघाटा पूर्वाधार भन्ने कुरा त्यो हुँदै गर्छ, र सामाजिक सचेतनाको कुरा, न्यायिक सम्पादनमा पार चुस्त दुस्त यसलाई चाहिँ कसरी सहज चाहिँ गराउने भन्ने मात्रै छ। हुन्छ, महत्त्वपूर्ण समय उपलब्ध गरेर आफ्ना विचारहरू राखिदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद छ। तपाईँलाई पुनः फेरि पनि यस्ता कुराहरू हामीलाई मनमा लागेकै कुरा तपाईँ सामाजिक सञ्जालबाट जुन व्यक्त गर्ने अवसर प्रदान गर्नुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र आगामी दिनहरूमा कैयौँ कुराहरू छन्, व्यावसायिकका कुराहरू पनि गर्नुपर्छ। म त एउटा व्यावसायिक क्षेत्रबाट आएको हुनाले केही धेरै कुराहरू गर्न बाँकी छ। आगामी दिनहरूमा पुनः चाहिँ यस्ता छलफल गर्ने छौँ भन्ने प्रतिबद्धता छ। तपाईँलाई धेरै धेरै धन्यवाद।